भनेर बिहान नै घरबाट निस्केको, तर त्यो त पार्कमा पो छ। ओइ रौनक, त त्यहाँ के गर्दैछस्? आमा पढाएको छ। नमस्ते आन्टी। नमस्ते नानी, के तिम्रो ट्युसन सक्यो? होइन आन्टी, हामी यहाँ रिल्याक्स गर्नको लागि आएको नि। नमस्ते आन्टी। नमस्ते नानी, के तिमीहरूको ट्युसन भएन? र तर रौनकले त मलाई ट्युसन छ भनेर बिहानै घरबाट निस्केको। तिमीहरूले यो पैसा कहाँबाट लिएर आएको? बाबाले दिनुभएको। तपाईँले त 10 रुपियाँ मात्र दिनुहुन्छ। पैसा दिएर छोराको बानी बिग्रिसक्यो। छोरा बिग्रियो भने पछि त आमालाई नै दोष दिने हो। छोरा बिग्रियो भनेर भयो भयो, सही डायलग